फर्स्ट डेमै ठोकिहाल्ने खालको छैन त ज्यानले हैन नि त साथी आँटले हान्यो Alright guys, welcome back to our channel रिभ्यू गरौँ आज हामी नेपाली मुभी होस्टेल 3 को रिभ्यू गर्दैछौँ। नेपाली मुभी होस्टेल र होस्टेल 2 दुईटै मुभी हिट भइसकेका मुभीहरू हुन् र यसैको पार्ट 3 मुभी आइसकेको छ र यो मुभीमा प्राय नयाँ कलाकारहरू छन् र यसका कलाकारहरू मात्र नयाँ नभएर यसका निर्देशक पनि नयाँ छन्। निर्देशकको नाम हो शशाङ्क कँडेल। होस्टेल 3 आईटी कलेजमा पढ्ने विद्यार्थीहरूको होस्टेल जीवनको कथामा बनेको चलचित्र हो। यसको फ्लेभर होस्टेलका अघिल्ला श्रृङ्खलाहरू जस्तै छ, खासै नयाँ भने तपाईले यो मुभीमा पाउन सक्नुहुन्न। साथीहरू बीचको मित्रता, झगडा, प्रेम र बिछोड जस्ता उतार चढावका कथा छन् यो मुभीमा पनि। यो मुभीका सबै स्टार कास्टहरू प्राय सोशल मिडियाहरूबाट आएका छन्, जस्तै कुल बोय जो चाहिँ टिकटक स्टार हुन्, त्यसैगरी पदम तामाङ जो चाहिँ युट्युबर हुन् र यस्तै अन्य कलाकारहरू पनि। यो मुभीमा लभ लाइफलाई एकदम राम्रोसँग प्रेजेन्ट गर्न खोजिएको छ, यो चाहिँ राम्रो पक्ष हो। साथै पढाइका कुराहरू छन्, दुःखका कुराहरू छन्, यो सबै कुराहरूलाई अलिकति राम्रो तरिकाले देखाउन खोजिएको छ यो मुभीमा। यो मुभीमा पढाइको प्रेसर, सुइसाइडका कुराहरूदेखि लिएर लभ अफेयरका कुराहरू पनि यो मुभीमा देखाउन खोजिएको छ। एक्टिङ चाहिँ सबै नयाँ कलाकारहरू भएकोमा त्यति धेरै दमदार रूपमा देखिन चाहिँ खोजिएको छैन, तर पदम तामाङको चाहिँ जति प्रशंसा गरे पनि कम हुन्छ। उनको एक्टिङ एकदमै दामी छ। कुल बोयलाई चाहिँ अलि सिरियस खालकोमा अलि नसुहाउने। यो मुभीमा उनलाई जस्तो क्यारेक्टर दिएको छ, क्यारेक्टर दिन खोजेको ठिकै हो, तर अलिकति पहिलो अनुभव भएर पनि होला धेरै कुराहरू उनीबाट निकाल्न चाहिँ सकिन्थ्यो डिरेक्सन पार्टबाट। माग्ने बुढाका छोराको एक्टिङ पनि राम्रो छ। अरू आर्टिस्टहरू सबैको काम ठिकठाक नै छ। अब लागौँ स्टोरीतिर। पढाइमा तेज, निडर, सहयोगी भावनाका सत्यप्रकाश प्रेमको सन्दर्भमा टाढै रहन चाहन्छन्। कलेज आएपछि निशाले उनलाई देख्ने बित्तिकै मन पराउँछिन्, म्यासेज गर्न थाल्छिन्, कलेजमा पछ्याउँछिन्। बिस्तारै उनले सत्यप्रकाशको मन जित्न सफल हुन्छन्। कथा अगाडि बढ्दै जाँदा एउटा यस्तो घटना हुन्छ जसले मोड नै बदलिन्छ मुभीको। त्यसपछि विभिन्न रहस्य खोतल्दै कथा अगाडि बढ्छ। इन्टरभल अगाडिको भागलाई इन्टरटेनिङ बनाउन बढी समय दिएको जस्तो लाग्छ, तर सेकेन्ड हाफ ट्विस्ट एन्ड टर्नलाई प्राथमिकता दिइन्छ र अलिकति बोरिङ चाहिँ बनाइन्छ। कलेज र होस्टेलको जीवनको कथा दर्शकका लागि नयाँ भने होइन। यस्ता विषयवस्तुमा थुप्रै फिल्महरू बनिरहेका छन्, त्यसैले पनि होस्टेल 3 हेरिरहँदा धेरैलाई अन्य फिल्मको झल्को समेत आउन सक्छ। खासै नयाँ छैन, मैले सुरुवातमै भनिसकेँ। तैपनि फिल्म र कथालाई रोचक बनाउन चाहिँ केही नयाँपन र सस्पेन्सले भने काम गरेको छ। ब्याकग्राउन्ड म्युजिक ठिक छ, सिनेमेटोग्राफी दामी छ, गीतहरू एभरेज छन्, कुनै चाहिँ बिलो एभरेज पनि छन्। सो यो मुभी अहिले हलमा चलिरहेको छ। हेरेर तपाईँलाई के कस्तो लागेको छ कमेन्ट गर्न सक्नुहुनेछ।